नयाँ वर्षसँगै एक होइन, दुई होइन, 7-7वटा नयाँ कम्पनीको आइपिओ, त्यो पनि सबैले भर्न मिल्ने गरी सर्वसाधारणका लागि निष्कासन हुँदैछ। सबैभन्दा पहिले त सम्पूर्ण भ्युअर साथीभाइहरूलाई नयाँ वर्ष 2083 को धेरै धेरै शुभकामना। र अब कुरा गरौँ आइपिओको। नयाँ वर्षमा आइपिओ निष्कासन गर्ने पहिलो कम्पनी रहेको छ सोपान फार्मास्युटिकल्स लिमिटेड। यस कम्पनीले वैशाख 3 गतेदेखि वैशाख 8 गतेसम्म 34,74,900 किता आइपिओ जेनरल पब्लिकका लागि निष्कासन हुँदैछ। त्यसपछि आइपिओ निष्कासन गर्ने अन्य 6 कम्पनीहरूमा बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेड, टक्सार पिखुवा खोला हाइड्रो पावर लिमिटेड, यम्बलिङ हाइड्रो पावर लिमिटेड, सानीगाड हाइड्रो लिमिटेड, कलङ्गा हाइड्रो लिमिटेड र स्नो रिभर्स लिमिटेड रहेका छन्। यी सबै कम्पनीहरूको आइपिओ निष्कासन मिति अहिलेसम्म तोकिएको छैन, तर वैशाख महिनाभित्रै आउने लगभग पक्का जस्तै छ। त्यसैले आइपिओ भर्न तयार हुनुहुन्छ त?